कसले भने मैले स्थापना गरेको हुर्काएको बढाएको पार्टीका बहालवाला सभापति रहेछन्, उनले लेखेका छन्। तर अक्षरै खासै बुझिँदैन। भोइस मेसेज पनि पठाएका रहेछन्। नेटवर्क नमिलेर हो कि किन हो, खोचो 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 भनेको मात्रै सुन्छु। उनले भन्न खोजेको चाहिँ के अरे भने उनी मेरो सपना पुरा गर्न चाहन्छन् अरे, तर मैले भने जस्तो प्रत्येक जनताका घरमा एउटा दुनो गाई हुनुपर्छ भन्ने कुरा चाहिँ पुरा गर्न सक्दैनन् रे। किनभने अहिले नेपाली जनताले गाई पाल्नै छाडे, मान्छेहरू पाकेटका दुध खान्छन्, दुध पनि खासै खान छाडे, जाँड रक्सी धेरै खान्छन्, गुडका र भोला खान्छन्। यस्तो अवस्थामा तपाईको सपना कसरी पुरा गर्न सकिएला बिपी बाबु भन्छन्। प्रश्न सुनेर मलाई एकदमै खुसी लाग्यो। तपाईँ जस्तो योग्य दूरदर्शी भिजनरी मान्छे मैले स्थापना गरेको पार्टीको सभापति बनेको थाहा पाएर मेरो आत्मा नै शीतल भयो। तपाईँ खूब अध्ययन गर्नुहुन्छ, बहुत धेरै साहित्यिक कृतिहरू लेख्नुभएको छ, उच्च स्तरको बोल्ने क्षमता छ, शैली छ, तर्क गर्ने क्षमता त कति छ। नाकको टुप्पोमा रिच बोकेर हिँड्नुहुन्छ, जादुगर हुनुहुन्छ। पत्रकार कार्यकर्तालाई थरथरै हप्काउन सक्नुहुन्छ, कहिले पार्टी नै फुटाइदिनुहुन्छ। हनुमानहरू मात्र वरिपरि जुटाउने तागत छ। प्रश्नहरूसँग सामना गर्नै पर्दैन, कार्यकर्ताहरूसँग राम्ररी बोल्नै पर्दैन। कम्युनिस्टहरूलाई काँधमा बोकेर पालै पालो प्रधानमन्त्री बनाउनुहुन्छ र त जिन्दगीभरि पार्टी सभापतिमा तपाईँ नै रहिरहनुहुन्छ। चुनाव तपाईँ नै जित्नुहुन्छ, पटक पटक प्रधानमन्त्री हुन सफल हुनुहुन्छ। तपाईलाई प्राप्त यो अद्भुत क्षमता र सफलता देखेर म हायल कायल छु, नतमस्तक छु। तपाईलाई मेरो कोटी कोटी प्रणाम छ। साँच्ची तपाईलाई प्रजातान्त्रिक समाजवाद भनेको के हो भन्ने कुरा थाहा छ? हुन त सुवर्णजी, गणेशमानजी, किशुनजीहरूले व्याख्या गर्ने गरेको प्रजातान्त्रिक समाजवाद अफ्ताब आलमजी, चिरञ्जीवीजी, गोविन्दराजजी, खाँडजी जस्ता जीहरूलाई बुझाइहाल्नुभयो। त्यसैले तपाईको प्रश्नको उत्तर दिन म सक्षम छैन। अर्का एकजना नेता मभन्दा त्यस्तै 30 वर्षपछि जन्मेका, उनलाई सबैले बा भनेर छन्। हो तिनै बाले सोध्नु भएको छ, बिपी बाबु ऊ बेला त तपाईँ मेरो घाँटी राजासँग जोडिएको छ भन्नुहुन्थ्यो, अचेल पनि जोडिराखेकै छ कि पुग्यो? बडो रमाइलो प्रश्न। कुरा ठिकै हो, मैले मेरो घाँटी राजा वीरेन्द्रसँग जोडिएको छ भनेकै हो। पछि उनलाई पनि मारे, मेरा सपना पनि मारे। अहिले उनको आत्मा र मेरा सपनाको आत्मा दुवै भड्किएर सँगसँगै यही नेपालको आकाशमा घुमिरहेका छन्। त्यही दोषले गर्दा देशमा एउटा राजाका ठाउँमा हजारौँ राजा जन्मिएका हुन्। तपाईहरूले अलिक विचार बिराएर काम गर्नु भएन भने हाम्रा आत्माहरूले छरापेर 84 सम्ममा तपाईहरू पाताल पुग्नुहोला। विचार गर्नुहोस् भन्ने। बरु तपाईहरूको विदेशी दलालहरू, तस्कर, माफिया, कालाबजारी र भ्रष्टाचारीहरूसँग घाँटी जोडिएको छ भन्ने सुन्छु। त्यस्तो होला र? होइन होला, मलाई त्यस्तो लाग्दैन। सिस्नुपानीका एकजना सदस्य के दबाडीले अलि बुझिएन, त्यो 1 किलोमिटर जति नाक भएका छन् नि। के दबाड? चक्र दबाडीले बाटोमा छोडेका थिए। 4 दशकपछि नेपाल आउनुभयो। देशमा के परिवर्तन देख्नुभयो त बिपी बाबु भनेर? हेर्नुहोस् चक्रबाबु, देश अदूरदर्शी पदलोलुप नेताहरूको चक्करमा नपरेको भए धेरै विकास हुने रहेछ भन्ने अनुभव गरेँ। जति नगरे पनि, जति भ्रष्टाचार गरे पनि, जति ढिलाछुस्ती गरे पनि
केही न केही त भएको देखेँ। गाउँ गाउँमा सडक पुगेछन्, अति दुर्गम भनिने कर्णालीमा समेत सबै सदरमुकाममा मोटर बाटो पुगेको, स्कुल अस्पतालहरू धेरै बनेको, ठाउँ ठाउँमा नयाँ नयाँ र ठुला सहर बजार खुलिसकेको, वैदेशिक रोजगारीले पनि होला जनताको जीवनस्तर निकै राम्रो भएको देखेँ। जनताको औसत आयु पनि बढेछ। सुकिला मुकिला लुगा कपडा लाउने, 2 छाक खान पाउनेहरूको सङ्ख्या पनि निकै बढेछ। मानिसहरूको चेतनाको कुरा गर्दा चेतना पनि वात्तै बढेछ। जनतामा पहिला जस्तो डर त्रास रहेन रहेछ। बोल्न सक्ने भएछन्। जनताका छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्न सक्ने व्यवस्था आएछ। हुँदै नभएको त होइन रहेछ। राजनीतिक स्थिरता भएको भए, नेताहरू इमान्दार भएको भए, जनताले लोभ लालचमा नपरी विवेक पुर्याएर भोट हाल्न जानेको भए कति राम्रो हुन्थ्यो होला। तर के गर्नु, भ्रष्टाचार र राजनीतिक विकृति छुगुर फारमको साग जस्तो हलक्कै बढेको रहेछ। सत्ताका लागि न सिद्धान्त न कुनै आदर्श, केही नचाहिने भएछ। सरकारमा जानु सबै पार्टीको र नेताको एकमात्र लक्ष्य रहेछ। देश कसरी बनाउने भन्ने कसैको पनि एजेन्डा छैन। एउटा चुनाव सकेको भोलिपल्टदेखि अर्को चुनाव तयारी सुरु। हेर्नु न, पुरा नसीको सकेको छैन, भोलिपल्टदेखि मिसन 84ले ठुक्क भनेर भन्न मन लाग्छ, तर मेरो मर्यादाले दिँदैन, नत्र ठुक्क नै भनिदिने थियो। गुटै गुट जताततै, काङ्ग्रेसभित्र 10वटा गुट, कम्युनिस्टभित्र 20वटा गुट, एउटाले अर्कोलाई छट्टो छराप गरेको छ। यो देखेर चाहिँ मलाई पनि साह्रै विरक्त लाग्यो। जता पनि बिचौलियाहरूको बिगबिगी देख्छु। नियम कानुन मात्र होइन, सरकार नै बिचौलियाले बनाउँछन् भनेको सुन्छु। यस्तो हो र? होइन होला, होइन होला। तपाईँहरूका त्रिनेता पनि बडा अजीब अजीबका रहेछन्। भित्रभित्रै मकाइसकेका आन्द्रा भुँडी हल्लाउँदै आफूलाई युवा देखाउन भत्ल्याक भुँडी हल्लाउँदै मर्निङ वाक गरिरहेछन्। कोही आफ्नै पार्टीको अधोगति रोक्न नसक्नेले विश्वयुद्ध रोक्छु भन्दै फाँफा र फुफु गर्दै दौडिरहेछन्। अर्का ज्योतिषीले 7 पटक प्रधानमन्त्री हुन्छस् भनेकाको त माथि नै उछिटो काटिसकिएको छ। हुन पनि अचम्मै रहेछ। देउबा रहेछन् आफन्तको मात्रै कुरा सुनेर बिग्रेका। प्रचण्ड रहेछन् जसका पनि कुरा सुनेर बिग्रेका। अनि ओली रहेछन् कसैका पनि कुरा नसुनेर बिग्रेका। यी तीनैजनाबाट यो देश बन्छ, मुलुकको छिट्टै विकास हुन्छ, कायापलट हुन्छ भनेर म ढुक्क भएँ। टङ्क बाबु होला त? एउटा अर्को प्रश्न सोधेकी रहेछन्, धेरै छैनन् प्रश्न।